यो आज पशुपतिमा महाशिवरात्रिको दिनको भिडियो हो। म महाशिवरात्रिमा पशुपतिमा दर्शन गर्न जान्छु भनेर बिहानै नुहाई धुवाई गरेर 4 बजेतिर मन्दिर पुगेको थिएँ। त्यहाँ त बाबरे हिजो रातिदेखि नै भक्तजनहरू लाइन बसेर मेरो त पालो पनि बिस्तारै आयो। बल्ल बल्ल त्यही पनि आएर अनि मन्दिर दर्शन गरेर फर्किँदै थिएँ। एकछिन त्यहाँ बसेर हेरिरहेको थिएँ अनि माथिबाट हेलिकप्टर आएर पुष्पगुच्छाहरू फालिरहेको थियो, माथिबाट राउन्ड गरिरहेको थियो। त्यसपछि यहाँ यी लाखौँ भक्तजनहरू मन्दिर दर्शन गर्नको लागि तल लाइनमा बसिराख्नु भएको छ। यहाँ यो पशुपति मन्दिरलाई पनि महाशिवरात्रिमा पुरै बेहुली सिँगारे चाहिँ सिँगारिदो रहेछ। एकदमै धेरै राम्रो बनाएको छ सिँगारेर, अनि रमाइलो पनि छ। यहाँ बाबाहरू पनि आइरहेका छन् इन्डियाबाट। बाबाहरूको छुट्टै रमाइलो छ, बाङखानेहरू खाइरहेको छन् अनि शिवजीको प्रसाद पनि खाइरहेका छन्। यहाँ म चाहिँ माथि डाँडामा बसेर अनि यहाँ तल हेरिरहेको थिएँ। अनि हेलिकप्टर आउँदा चाहिँ एउटा भिडियो क्लिप गर्न मन लाग्यो अनि यहाँ चाहिँ भिडियो बनाएको थिएँ। हजुरहरू पनि देख्न सक्नुहुन्छ, यी हेलिकप्टरबाट फुलको वर्षा भइरहेको छ, पुष्पगुच्छा। यी तल मन्दिरको दृश्य यस्तो रहेको छ। मन्दिरलाई त एकदमै सिँगारिएको छ, एकदमै धेरै के। त्यहाँ हिँड्दा पनि हेर्दा पनि आनन्द आउने खालको, मनमा छुट्टै आनन्द आउने, नजाम यतै बसौँ जस्तो। तर एकछिन बसेर चाहिँ म फर्किहालेँ। बिहानै चाहिँ 4 बजे चाहिँ पुगेको थिएँ अनि त्यही दिउँसोतिर फर्किहालेको थिएँ। तर धेरै रमाइलो छ त्यहाँ, एकदमै आनन्द लाग्ने टाइपको के। कति धेरै मान्छेको पनि खुट्टो टिक्न सक्ने ठाउँ छैन त्यहाँ, पुरै भिडभाड मात्रै छ।